के छौ तिमी कहाँको भाइ के बोलेको यस्तो के बोलेको आमै यहाँ त बोल्नु भएन नि त हो सलाम अलैकुम आई डोन्ट नो अरबिक भाइ के बोलेको यस्तो यो नबोल न हो बल्लाइमा भाइरल गरिदियो भने उल्का छ अलिक कपाल सपाल मिलाउनु पर्यो अलिक कपाल सपाल मिलाउनु पर्यो अलिक भाइरल गरिदियो भने अलिक राम्रो आओस् न हौ के हो यस्तो कपाल स्टार्ट गरिदेऊ न हौ हाम्रो कपाल स्टार्ट गर्छ यार भोलि भाइरल भयो भने हेर यतिसँग के लाग्यो होला यस्तो हेर्छ मान्छे भन्छन् हौ छ्या दाइ घुरेर उत्पात राडी रे पिउरियामा राडी हुन् हिजो मनाउँदै आज आमा राडी भइछन् हो भालु नि रे हिजो म त अस्ति आज आमा भालु नि भइछन् हो भाइ थुक्कारेल भाइ भन त तिमीले अब आजै राडी भइछन् के बोलेको भाइ के बोलेको यस्तो अनि दुनियाँ छ अरे अनि तिम्रो आमा हिजो म त अस्ति आज दुनियाँ छ सुत्ने भइछन् तिम्रो आमा आँखामा आयो तिम्रो यो चमेलीको फुल त मलाई चाहिँ ठ्याक्क सुहा छ के हो अन्त गीतले पनि छ्या drives with the city lights glowing, your hand in mine and the whole world slowing. Heartbeat singing every step we take. Real love vibe, no move is fake. From zero to video छिटो हेर्नु पाकिस्तान बोकेर बेखत भएको छ बिचारा बालेन्सालाई गर्न जान्छ पाकिस्तानसँग भुडी बोक्यो भनेर है अहिले त बालेन्सा अनि गृह मन्त्री के अरे पिएम बालेन्सा हामीले जितायौँ न बालेन्सालाई बुझ्यौ अहिले त पिएम बालेन्सा गृह मन्त्री सुदन गिरीले एयरपोर्ट पक्रिन्छ टेन्सन नगर भाइ बहिनी हो पाकिस्तानसँग लिएर गए पनि टेन्सन नगर अहिले तिमीहरूले टेन्सन लिनै पर्दैन पिएम बालेन्सा हालेर सुदन गिरीले सुदन गुरुङ हो गिरी होइन अहिले एयरपोर्टमै पक्रिन्छन् टेन्सन नगर क्या टेन्सन नगर यिनकै भुँडी बोकेर गइछु भने पनि पिएम बालेन्साले एयरपोर्टमा होइन पिएम बालेन्साले त लहारिदिन्छन् सुदन गुरुङले एयरपोर्टमै पक्रिन्छन् छड्के चेकिङ हानेर ओके के भन्दैछ यहाँ नेपालको नेमलाई त्यो पछाडिको भन्न चाहेन त्यही भएर बोल्दा न हो छ्या के बोलेको यस्तो यो भाइ बहिनीहरूले के बोलेको पत्ता नै है भालु नि हुने देश नेपाल हो कुन देश हो भने त तिम्रै घरमा थाहा होला कुन चाहिँ घर हो भने चाहिँ तिम्रै घरमा मात्रै थाहा होला अरू घर त थाहै छैन अहिले त के टेन्सन छैन पिएम बालेन्सा सुदन गुरुङ आइसक्नु भएको छ नेपालको प्रधानमन्त्री
टेन्सन छैन जोसुकैले जेसुकै गल्ती गरे पनि जेसुकै अब केपीबालाई त पुरा गरेर के अरे जेलमा हालिस् कि हामी भने त के हो र हो हामी त भुस्या कुकुर नातिनीले राखेछ त नि नातिनी को नातिनी एउटा चाहिरहेको थियो के नाम हो त्यसैले तिम्रो नामको ओम हटाउँदा कान्छी रे नो आई एम हिन्दू दिस इज माई हिन्दू मन्दिर ओम किन हटाउनु यही मन्दिर देखाउँदा बाहिर भएको थियो देखो नेपाली हो नेपाली ए मेरो अगाडिको नाम ओम हटाउ रे के मैले ओम भावना ओम राखेको छ नि त ओम किन हटाउनु हामीसँग पर्मानेन्टली बसेको मान्छे हो क्या नेपाली हो त्यस्तो नसोच्नु है बुढाबुढीलाई कहाँ भालु र उयो पाकिस्तान ला भन्छ तपाईँहरूको एउटा म्यासेजले गर्दाखेरि नराम्रो भन्ने शब्दले गर्दाखेरि बुढाबुढी र के अरे बुढाहरू त भएछ गाली नगरौँ सेता पहिला प्रोफाइल खोलेर आऊ न भाइहरू बहिनीहरू पहिला प्रोफाइल खोलेर आऊ यो को रहेछ भनेर क्या अनि बल्ल थाहा पाउँछ क्या पुरा बुझ्यौ त्यतिकै गाली नदेऊ न हो अलि भाइरल भए पनि यो भिडियो अलि राम्रो आओस् कि मेरो कपाल मिलाइदेऊ न हो खै त मनिष अहिले निन्द्रामै उठेर आउँदा हो काब्रेली दाई भाउजू रे हामी काब्रेली दाई भाउजू होइन मेरो बुढी हो मेरो बुढी दाईलाई हेन्सम दिँदो रहेछ नि त्यही भएर आएको म हिजो आउनु कोही मान्छे आएको थिएन आज दाई आउँदा मात्रै आएको छन् मलाई जहाँ पनि पाकिस्तानी हेर्छ कि पाकिस्तानी भन्छ मेरो नाम त्यही भएर आएको रहेछन् आज मान्छेहरू हिजो मलाई एउटा डबल ट्याप गरेर मेरो आफ्नै आइडीबाट मैले 5000 पुऱ्याएको थियो आज यस्तो गरेको हिजो म एक्लै आउँदा कोही आउँदैन हेर त खुल्यो त तिमी सर्ट लाउ के तिमी नाङ्गे बसेर हो कि यस्तो मान्छेले गाली गरेको कहाँबाट हुन्छ अरे 2026 के हो आमामा 34 जनालाई सेप केही बोलेन हजुर केही बोलेन केही बोलेन बङ्गाली पनि कस्तो राम्रो नेपाली बोलेको रे बङ्गाली पनि कस्तो राम्रो नेपाली बोलेर ल कस्तो कुनै एङ्गलबाट बङ्गाल देख्छु के यसलाई दारी काट्दा नि खुइलेको न बसिरहनु पैसा डर कमाउँछ हौ बुढा तिमी यो उसमै नबस क्या खै त एउटा कि फाल्दैन यहाँ जाँदाहरूले यस्तै गरेर भाइरल भएर तिमी
एउटा बङ्गाली पाकिस्तान भयो मेरो ज्वाइँले खै कहाँबाट भयो पाकिस्तान थाहा छैन दाजु थाहा छैन सुतेर लाइफ बसेकोलाई सुत्ने बित्तिकै मान्छेलाई लाइफ बस्छ ए भगवान् लुगा लाग्छ यार जिन्दगीमा छ्या चाँडो भएर मात्र यहाँनिर ओढ्ने ओढेको हो पहिलो म बिस लागेको अहिले बिस लाग्यो कि दाइ आफ्नो लाग्यो के गरेको है जम्मा 0.1 आज दुईजनाले रोज हान्देर बुटुङ तँ रोज हानाउ न यार के बोलेको सुँगुर घुरेको बोला बोल्ने तपाईँ बोल्दैन